साथीहरू, कहिलेकाहीँ धेरै चलाखीले हाम्रो जीवनमा समस्या निम्त्याउन सक्छ। त्यो कसरी? यो आजको यस कथाबाट बुझ्नेछौँ। यो कथा एक नुन व्यापारी र उसको गधाको बारेमा हो। नुन व्यापारीले नुन बेच्न एक नदी पार गरेर पारी गाउँमा जाने र नुन दिनभरि डुलाएर सबै बेचेर साँझ घर फर्किने गर्थ्यो। एक दिन व्यापारी अरू बेला झैँ गधालाई नुन बोकाएर पारी गाउँमा नुन बेच्न हिँड्छ। तर गधा नदी तर्ने बेला चिप्लेर पानीमा डुब्छ। जब गधा बाहिर निस्किन्छ, नुन पग्लेर गधालाई हलुका हुन्छ। गधा खुसी हुँदै अरू बेला भन्दा हलुका भारी रमाउँदै दिनभरि डुलाउँछ। अब नुन हलुका बनाउन चुक्ति आयो भन्दै मनमनै फुरुङ्ग हुन्छ। र भोलिपल्ट सधैँझै नुन लोड गरेर व्यापारी र गधा नदी पार गर्दै थिए। त्यत्तिकैमा गधा चिप्लेर लडेको नाटक गर्छ र पानीमा डुब्छ। अनि गधा पानी बाहिर आउँछ, भारी फेरि हलुका हुन्छ। दिनभरि हलुका भारी रमाइ डुलाउँछ र सबै नुन बेचेर घर फर्किन्छ। गधाले यो जुक्ति पटक पटक दोहोऱ्याएपछि व्यापारीले उसको चाल थाहा पाउँछ र उसलाई तह लगाउन निर्णय गर्छ। अर्को पटक व्यापारीले कपासको भारी राखिदिन्छ। गधा पनि आज अरू बेला भन्दा नुन हलुका छ, यसलाई पानीमा डुबेपछि त पग्लेर झन् हलुका हुन्छ भनेर खुसी हुँदै व्यापारको लागि पारी गाउँतिर हिँड्छ र अरू बेला झैँ नदीमा पुग्ने बित्तिकै चिप्लिएको नाटक गरेर पानीमा डुब्छ। तर यसपटक गधा बाहिर आउँदा झन् भारी हुन्छ। व्यापारी हाँस्दै भन्यो, हे मूर्ख, धेरै पटक कसैले पनि यसरी झुक्क्याउन सकिँदैन, बुझिस्? साथीहरू, छलकपटले सधैँ सफल हुँदैन। यदि अफिसमा कुनै स्टाफले बारम्बार घरमा इमर्जेन्सी वा बिरामी भएको झुटो बहाना बनाएर कामबाट उम्किन खोज्छ भने सुरुमा त विश्वास गर्न सक्छ, तर जब उसको चाल बुझ्छ नि, उसलाई अझ कडा निगरानी वा अझ कठिन जिम्मेवारी दिइन्छ। आफ्नो चलाखीले कहिलेकाहीँ आफैलाई दुःख दिन्छ। कुनै विद्यार्थीले सधैँ साथीको उत्तर सारेर वा चिट चोरेर शिक्षकलाई झुक्क्याउन खोज्छ भने उसले सुरुमा सजिलो भएको महसुस हुन सक्छ, तर वास्तविक परीक्षा वा जीवनको कठिन परिस्थिति आउँछ, त्यति बेला उसले केही नजानेको कारण ठुलो सामना गर्नुपर्छ। इमान्दारी र परिश्रमको विकल्प छैन। कुनै व्यापारीले चिटिङ गरेर कस्टमरलाई कम तौल भएको सामान दिएर वा खराब सामानलाई राम्रो हो भनेर बेच्छ भने उसले एक दुई पटक त नाफा कमाउला, तर कस्टमरहरूले उसको बेइमानी थाहा पायो भने उनीहरू त्यहाँ आउन छोड्छन् र त्यो व्यापारीको बजारमा बदनामी र घाटा हुन्छ। इमान्दारी छोडेर चलाखी गर्दा अन्ततः आफ्नै व्यापार डुब्न सक्छ। साथीहरू, एक पटक काम लाग्ने चाल सधैँ काम नलाग्न सक्छ। छोटो समयको फाइदाले लामो समयसम्म बोझ निम्त्याउन सक्छ। जीवनमा सेम मिस्टेक बारम्बार दोहोऱ्यायौँ भने नतिजा झन् खराब हुन्छ।